आइटम अब जुत्ताहरूदेखि लिएर टी सर्ट प्यान्ट सर्टहरू अब हुडीहरू गर्मीका कपडा जाडाका कपडा भन्दा पनि मैले सामान्य यसो ऋणधन गरेर साथीभाइहरूसँग पैसा खोजखाज भनौँ न आफन्तसँग यताउता गरेर दुःख सुखले खोलेको पसल हो। त्यस्तो ठुलो लगानी भयङ्कर नि होइन, करोडौँको लगानी सानो लगानी हो। एकदम मेरो लागि त ठुलै हो यो भनौँ न। हामी अब बिहाको प्रस्ताव आयो, अब त्यसपछि चिन्जान भइहाल्यो, दुईजना कुरा गरियो अनि घरतिर नि कुरा गरियो, भयो अनि गइयो उठाइयो ल्याइयो सक्यो। ठिक छ। अब यो व्यवसाय गर्दै गर्नुहुन्छ तपाईँ धेरै समय अझ कस्तो लाग्छ उहाँले त दोहोरी गाउँदै गर्दाखेरि उहाँले त हानेका शब्दका टुक्काहरू रमाइलो लाग्छ टुक्का सुन्दा। नराम्रै हो नि, आफ्नो मान्छेले गाएपछि राम्रो त भइहाल्छ। नवराज काप्री भाले नामले चिन्ने नवराज काप्रीलाई धेरै धेरै बधाई भन्दै स्वागत छ सम्पूर्ण मिडियामा। हस् धन्यवाद यहाँहरूलाई। भाउजूलाई पनि स्वागत छ। खासमा व्यवसाय त भाउजूको लागि खोल्या होला होइन? दुवैजनाको लागि नै हो है। हजुर। के हो नवराज सर, कसको लागि खोल्नु भयो खासमा व्यवसाय चाहिँ? भाउजू अलग होइन नि त, भाउजू भने नि म हो, म भने नि भाउजू, दुवैजनालाई। अनि दोहोरी गाएर राम्रै भइरहेको थियो होइन? नेपालभरि हिँडि नै रहनु भएको थियो दोहोरी गाउनलाई, मेला महोत्सव भ्याइ नै थियो। एक्कासी यो कपडा व्यवसायमा हाम फाल्नुभयो, के थियो कारण यसरी व्यवसाय गर्नु छु भन्ने सोच कसरी राख्नुभयो? त्यस्तो भ्याइ नि होइन हुन त ठिकै छ, तर पनि होइन दोहोरी मात्रै गाएर बस्नुपर्छ भन्ने छैन नि त। अर्को ठाउँमा अब तपाईँ मिडियाकर्मी हुनुहुन्छ, अर्को पेसा नि गर्न पाइयो नि त समय बच्यो भने। अनि अहिले घरमा श्रीमती भइसकेपछि उसले पनि हेर्छ पसल, यसो पार्ट टाइम आफू पनि हुन्छ भन्ने हिसाबले चाहिँ आएर पसल सञ्चालन गर्न पुग्यो काठमाडौँको नयाँ बस पार्क लोटसे मलमा है। त्यही नै हो, यो चाहिँ पार्ट टाइम जब मेरो, उहाँको फुल टाइम। भनेपछि भाउजूलाई घरमा खाली बसेको देख्न नसकेर तपाईँलाई बिजी गराउनका लागि पसल खोलिदिनु भयो होइन? मान्छे जब बेरोजगार भयो भने डिप्रेसन हुने, अनेक थोक सोच्ने, हरेक थोक हुन्छ। त्यो भएर एक्सर्साइज पनि हुन्छ, स्वास्थ्यलाई काम गरिराख्नुपर्छ भन्ने हिसाबले चाहिँ समय खेर फाल्नु हुँदैन, समयको सदुपयोग पनि। अनि व्यापार व्यवसायमा जोडिन पहिल्यैदेखि रहर पनि मलाई। अब के गर्नु, एक्लै जान यता दकुरो उता दकुरो, कता खा कता हिँड भन्नुहुन्थ्यो नि पहिला, अहिले अलि सहज भयो नि त त्यो हिसाबले चाहिँ। के पाइन्छ यहाँ तपाईँको यो पसलमा, यो कपडा पसलमा आएपछि? यहाँ विशेष गरी जेन्ट्स आइटम अब जुत्ताहरूदेखि लिएर टी सर्ट प्यान्ट सर्टहरू अब हुडीहरू गर्मीका कपडा जाडाका कपडा हरेक थोक पाइन्छ है। अनि मोजा सेन्डो सामान्य भनौँ न सानोतिनादेखि लिएर ठुला सबै थोक छ। कस्ता व्यक्तिहरू आएर यहाँ किन्न सक्ने रहेछन्? यहाँ होइन, यहाँ सरल व्यक्तिहरूले लाउने लुगा जस्तै भनौँ न हामीले लाउने एउटा सामान्य कपडाहरू पनि पाउँछ, सस्ता कपडाहरू पनि, राम्रो ब्रान्डेड खोज्ने मान्छेहरूलाई केही राम्रो कपडाहरू पनि छन्। हरेक खालको कपडाहरू छन्। अब कति ठाउँमा चाहिँ घुम्न गयो हामी, कहीँ आफै किन्न गयो भने रेट सुन्दा तर्सिन्छ क्या, सामान राम्रो छ नि त तर महँगो छ, हामी त्यस्तो लाउनु सक्दैन नि त, हामी सामान्य मान्छेहरू हो। त्यो भएर यहाँ सामान्य खालको पनि छ, केही राम्रो खालको पनि छ, हरेक खालको छ। गीत सङ्गीत गर्दै गर्दाखेरि होइन, लाइभ दोहोरीमा एकदमै अब्बल व्यक्ति यसरी व्यवसायमा आउँदै गर्दाखेरि फेरि लाइभ दोहोरीले चाहिँ एउटा मान्छे फेरि अलि टाढा हुने हो कि होइन, लाइभ दोहोरीबाट चाहिँ अलिक मान्छे अलिक टाढा हुने हो कि भन्ने पनि छ। फेरि तपाईँले त्यो भिडियोहरू बनाएर राखिरहँदा मैले कमेन्टहरू निहालेको थिएँ। अब व्यवसायतिर लगाएपछि फेरि त्यति मिठो दोहोरी सुन्न पाइन्छ होइन, भालेले त्यति राम्रा गीतहरू गाउने, टुक्का ट्याक्क मिलाएर गाउने, त्यो पन्च लाइन मिलाउने होइन। फेरि अब हामीले त्यो सुन्न अलिक कम गर्ने हो कि भने एक किसिमका दर्शकहरूमा त्यो गुनासो पनि छ। त्यो हुँदैन, अहिले बोलायो भने भनेर फुत्तै हिँडिहाल्छौँ, के ठुलो कुरो भयो। यहाँ श्रीमती छिन् यहाँ दोकानमा बस्नलाई, के अरे पसलमा बस्नलाई, जहाँ पऱ्यो नि म हिँडिहाल्छु, मेरो पेसा छँदैछ। भनेको अब उहाँलाई चाहिँ कता भ्याउन लगाउनुहुन्छ त? अब पसल हेर्न लगाउनुहुन्छ कि सामान ल्याउन लगाउनुहुन्छ कि फेरि दोहोरी गाउन जान दिनुहुन्छ? उहाँ अब दोहोरी गाउन जाने बेला उता जानुहुन्छ, उता काम नभएको बेला यता गर्नुहुन्छ, दुवैतिर हेर्नुहुन्छ उहाँले। त्यो भएपछि म पनि बाहिर बरालिनँ, मेरो नि खाली टाइम कहाँ त भन्दा यहाँ पसला साथीभाइहरू कहाँ आउने भन्दा यहाँ आउनुहोस् भेटौँ भन्नुभयो। पहिला बरालिनुहुन्थ्यो तपाईँ? बरालिनु कहिले नि बरालिनु थिएँ। समय के गर्ने भने सधैँ त काम हुँदैन नि त, अब कहिले खाली भएन, कहाँ जाने के गर्ने, घरमै बसिरहने कुरो नि आएन। अनि त्यो टाइम चाहिँ यस्तो हो। भाउजूलाई सोधिहालेँ, दोहोरी गाउन जाने बिहानदेखि बेलुकैसम्म हराउने होइन, त्यही भएर चाहिँ यो पसल खोल्न पाए त यो सामान चाहियो भनेर फोन गरेर नि बोलाउन पाइन्छ भनेर होइन? त्यस्तो त उहाँ काम हुँदा मात्रै निक्लिनुहुन्छ, काम नहुँदा घरतिरै बस्नुहुन्छ बढी जस्तो। त्यस्तो थियो है। भनेपछि अब यो यत्रो व्यवसाय गर्दै गर्दाखेरि होइन, सुरुवात गरेर गाह्रै हुन्छ,
कसरी सुरुवात गर्नुभयो कति लगानीको चाहिँ पसल तपाईँले यो सञ्चालन गर्नुभयो लगानी यति भन्दा नि मैले सामान्य यसो ऋणधन गरेर साथीभाइहरूसँग पैसा खोजखाज भनौँ न आफन्तसँग यताउता गरेर दुःख सुखले खोलेको पसल हो त्यस्तो ठुलो लगानी भयङ्कर नि होइन करोडौँको लगानी सानो लगानी हो एकदम मेरो लागि त ठुलै हो यो भनौँ न हामी अब सामान्य केही पैसा कमाएर गुजारा चलाउने मान्छेलाई अहिले त तपाईँले कहाँ केही पैसा भन्ने हो त तपाईँले त लाइफ दोहोरी ब्याक टु ब्याक छन् स्टेजतिर तताततै हुनुहुन्छ तपाईँले ऋण खोज्नै पर्दैन नि होइन ऋण खोज्नु पर्छ कि नपर्नु कहाँ थियो ऋणै खोजेर हालेको हो यो कति ऋण खोज्यो अलिअलि आफूसँग थियो अरू खोजाखोजी गरेर भनेपछि अब मान्छेले एउटा एनएस फेसन भनेर राख्दै गर्दा पनि तपाईँको त ब्रान्ड नेम त भाले थियो नि त भाले फेसन भनेर राखे भए के हुन्थ्यो होला भन्ने प्रश्न पनि आउन सक्छ फेरि केही मैले झोलामा चाहिँ भालेको फोटो ल्याएको छु ए आफ्नो ब्रान्डलाई छोड्नु भएको छ धेरै साथीहरूसँग सोधेर यो नि सल्लाह लिएर यसरी राख्नु भयो कतिले नामै त्यहीबाट राख्नु भएको थियो तर नाम चाहिँ अलिक कपडा पसलको नाम अलिक अप्ठ्यारो हुन्छ होला भन्ने हिसाबले राखिनँ अब होटल रेस्टुरेन्ट भएको थियो त्यो तरिकाले राख्न सकिन्थ्यो अनि त्यो भएर यो फोटो चाहिँ सहज होला पनि आफ्नो पहिचान तपाईँले छोड्नु भएको छैन छोडेको छैन है भाउजूलाई कस्तो लाग्छ बुवालाई भाले भन्दै गर्दाखेरि होइन भाले भन्ने अब तपाईँले के भन्नुहुन्छ कहिले कहिले यसो हाँसी मजाक गर्दा गर्दा ए भाले भन्ने त भन्नुभएको छैन होइन यो पसलको नाम राख्ने कुरामा नि अगाडि कतिले भाले राख भन्दाखेरि उसले त्यो त हुँदैन अलि नाम भन्नु नि अप्ठ्यारो हुन्छ हामीलाई भन्ने कुरो गरेर अनि मैले त्यसरी राखेको तपाईँ त फेरि विवाह गर्नुभन्दा अगाडिदेखि नै त्यही भाले नामले नै परिचित हुनुहुन्थ्यो नि त त्यो भएर पनि यसैलाई यो ब्रान्ड ट्याग बनायो है फोटो छ नाम नभए नि केही छैन अब थोरै अलि बाहिर जाउँ गीत सङ्गीतका कुरातिर जाउँ पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा लाइभ दोहोरीमा एकदमै व्यस्त हुनुहुन्छ पछिल्लो समय तपाईँले गाएका दोहोरीहरूले यति राम्रो दर्शकलाई तान्न आकर्षित गर्नुहुन्छ होइन ती रिले दोहोरी हुन् अथवा तपाईँले टुक्का हानेका टुक्का हुन् त्यो तपाईँलाई कसरी फुर्छ होला भन्ने चाहिँ धेरैले भन्छन् क्या भालेले यस्तो खतरा टुक्का हान्ने त्यो कमेन्टतिर म नि आइरहेको हुन्छु तपाईँको होइन त्यो कसरी आउँछ क्या सर तपाईँको त्यस्तो ती टुक्काहरू त्यो त एउटा गरिखाने बाटो हो भगवान्ले दिनुभएको यसलाई के गरेर खान्छ भन्दा यही गर भनेर दिनुभएको हो त्यही नि अर्थ केही नि ठुलो कुरो होइन त्यो कतिको सहज हुन्छ त्यो त परिस्थिति अनुसार भन्दा नि अझ खतरा गाउने पनि हुनुहुन्छ इन्डस्ट्रीमा छ नि त दाइ दिदीहरू पुरानो हुनुहुन्छ तर तपाईँको त आफ्नो पारा हो त्यही त मेरो आफ्नोपन आफूमा छ अर्कोमा त एउटाको अर्कोमा कसैको नि हुँदैन कोही छ र म जस्तै नै अर्को छैन अर्को जस्तै नै अर्को छैन त्यो अलग छ क्या जस्तो क्याची शब्दहरू अन द स्पोटै क्याची शब्दहरू म अलि गाउँले पारेको छु म गाउँमै हुर्केर आएको त्यो भएर अलि लोकल भाषाहरू आउँछ मलाई गाउँले पारेको भनौँ न अलि पाखे नै शैलीको छु शब्दहरूले चाहिँ एकदम मनोरञ्जन दिइरहेको हुन्छन् होइन एकदम कमेडी टाइपका शब्दहरू आइरहेको हुन्छ क्या तपाईँको त्यसलाई चाहिँ त्यो अन द स्पोट त्यो बनाउँदै गर्दाखेरि त्यो एउटा गड गिफ्ट नै हो मान्छेहरूलाई होइन त्यो सिकेर हुने कुरो होइन होला सायद अब सानैदेखिको व्यवर्तनमा गाइन्थ्यो अलिअलि अनि त्यहीबाट अहिले आएर स्टुडियोमा छिर्ने मौका पाइयो त्यो नि त्यही कुखुरा कारणले कुखुरा के छ अहिले कुखुरा त स्वर्गमा छ अहिले कि काट्नु भयो कि होइन कुखुरा स्यालले लयो लयो भनेपछि स्यालले नि सताएछ भाउजूलाई चाहिँ कस्तो लाग्छ नवराज सरको त्यो दोहोरी गाउँदै गर्दाखेरि कतिको हेर्नुहुन्छ उहाँको हेर्छु एकदमै है हजुर कस्तो लाग्छ उहाँले त्यो दोहोरी गाउँदै गर्दाखेरि उहाँले त्यो हानेका शब्दका टुक्काहरू रमाइलो लाग्छ टुक्का सुन्दा नराम्रै हो नि आफ्नो मान्छेले गाएपछि राम्रो त भइहाल्छ दिनमा कतिचोटि चाहिँ उहाँको हेर्नुहुन्छ त्यो दोहोरीहरू तपाईँले फ्री भएको टाइममा हेरिन्छ दिनमा कतिचोटि भन्ने चाहिँ बढी सिरियल नि हेर्छ अनि दोहोरीहरू नि हेर्छ प्रायः सिरियलतिर बढी हेर्छ सिरियलतिर ध्यान छ होइन जस्तो तपाईँले अब विवाह गर्नुभयो होइन विवाहपछि भाउजूसँग अन्तर्वार्ता गरौँ भनेर धेरैचोटि रिक्वेस्ट गर्दाखेरि तपाईँले पछि गरौँ भनेर चाहिँ यही समय सोध्नुहोस् मैले नल्याए होइन उसले अप्ठ्यारो मानेर म त्यति क्यामेरा फेस गरेँ होइन मलाई अप्ठ्यारो लाग्छ बोल्न भनेर मैले नल्याएँ अब जबरजस्ती मुन्टिएर ल्याउने कुरो पनि भएन होइन त्यो त यही सही समयको होइन त्यो होइन त्यस्तो होइन यो गर्छौँ भने होइन व्यवसाय गर्न पाए हुन्थ्यो भने त थाहा थियो अब यसरी पाइन्छ भेटिन्छ गरिहालिन्छ भन्ने थिएन के पनि भाउजूलाई चाहिँ उहाँसँग होइन जब विवाह भयो तपाईँको विवाहपछि धेरै मिडियाकर्मीले तपाईँलाई नि फोन गरे होइन अनि के कारणले चाहिँ तपाईँ यो खुल्न चाहनु भएन किनकि उहाँ त सामाजिक व्यक्तित्व भइसक्नु भएको छैन सामाजिक फेस भएको व्यक्तित्व सञ्जालमा आएको व्यक्तित्व उहाँको परिवारसँग चाहिँ धेरै
खोज्छन् क्या मिडियाले पनि खोज्छन् दर्शकले पनि त्यो खोजिरहेको हुन्छन् तपाईँलाई चाहिँ के कुराले चाहिँ होइन नबोलाउँ जस्तो लाग्यो होइन म पहिलेदेखि क्यामेरामा फेस गरिरहेको मान्छे होइन अलिकति बोल्न अप्ठ्यारो हुन्छ नि त सुरुमा गएर बोल्नलाई त त्यही भएर मात्रै हो अरू त्यस्तो टिकटक बनाउन पनि मान्नुहुन्थेन क्या हो पहिला मैले कहाँ भिडियो देखाएको ऊ आफ्नै तरिकाले बनाउँथ्यो पहिला त म नभएलातिर बनाउँथ्यो अहिले त मेरो अगाडि पनि कहिले काहीँ बनाउँछ यसै गीतमा अलिअलि लिपसिङ गरिरहेको हुन्छन् उनले म चाहिँ आफ्नै तरिकाले बनाउँछु कति सिकाउनुहुन्छ यसो बनाउनुपर्छ सिकाउने भन्दा नि म आफैले बनाएर कहिले काहीँ यसो श्रीमती पनि जोड्नु पर्ने भिडियो भएर ल्याएर जोड्छु नत्र म पनि आफ्नो तरिकाले बनाउँछु त्यस्तै छ ठिक छ ल अब यो व्यवसायमा घुमिँदै गर्दाखेरि होइन चुनौतीहरू धेरै हुन्छ नवराज सर होइन कुनै समय लसमा पनि जान्छ कुनै समय प्रफिटमा पनि जान्छ भर्खर ओपनिङ गर्नुभएको छ ओपनिङ अफरहरू त्यस्ता केही छन् अहिले हाम्रो ओपनिङ टाइम 3 दिन 9 र 10 11 गते हामीले 25% नै डिस्काउन्ट देखाऊँ एकदम हामीलाई लो प्राय थोरै मात्रै फाइदा राखेर भनौँ न यो 3 दिन चाहिँ हामीले विज्ञापनको लागि मात्रै यत्रो एकदम धेरै मान्छेहरू आउने जाने भिजिट गर्ने गर्छन् भन्ने हिसाबले 25% डिस्काउन्ट दिएको छौँ त्यो भएर सबैजना आउन सक्नुहुनेछ काठमाडौँ लोटसे मलको चाहिँ जेडबी 13 नम्बर पसल अगाडि नै छ यहाँ हेर्दाखेरि चट्ट पारिपट्टि रेस्टुरेन्ट देखिन्छ गाडी हिँडेको देखिन्छ माया लन्च एन्ड रेस्टुरेन्ट के छ पारिपट्टि त्यहाँबाट हेर्दाखेरि पारिपट्टि ठ्याक्कै त्यही देखिन्छ यहाँ आएर आफूलाई मन परेका कपडाहरू जुत्ता छानेर लिएर जान सक्नुहुनेछ 3 दिनलाई 25% अफरमा भालेले दिइरहेछ तपाईँ के शब्दबाट भन्नु एकदम एउटा दोरीको टुक्काबाट भनौँ म सके होइन खोक्या चाहिँ आज गीत गाउनु चाहिँ सकेँ यो औषधि खाएर बसेको भर्खर पनि गर्न सकेन हात त सन्चो नभएर 4-5 दिन भयो धेरै दिन पेलेर हिँडेको थिएँ उपाय नलागेछ नि मैले औषधि खाएको गाह्रो छ आज भाउजूले चाहिँ के छ यो गीत अलिअलि गुनगुनाउने गर्नुहुन्छ कि गाउनुहुन्न गाउँदिनँ है तपाईँहरूको विवाह मागी कि अलिअलि प्रेम अनि मागी हो होइन थिएन उही बिहा गर्ने कुरो गरेपछि चिन्जान भएर अनि पछि बिहा गरे हो त्यस्तो मागी होइन उयो दिदीहरू हुनुहुन्छ साथी मागेर बिहा गरे ल पहिला चिन्जान चाहिँ थिएन पहिला थिएन पछि माग्ने कुरो गरेपछि अनि दाइको साली रे भनेपछि अनि यसो फेसबुकमा हेरेर चाहिँ थिएँ त्यस्तो चिन्जानहरू थिएन भाउजूलाई चाहिँ त्यतिखेर होइन अब हुन त 1 वर्षभन्दा नि बढी नै हुन लागिसक्यो होला सायद बढी भयो त्यतिखेर विवाहको प्रस्ताव आउँदै गर्दाखेरि होइन केटो के गर्छन् भन्दा भाले हो भनेको त्यो सुन्नुभयो सुनेको थिएँ होइन त्यो कस्तो लाग्यो तपाईँलाई त्यतिखेर हेर्नुभयो थियो उहाँको पहिलेदेखि नै हेर्थेँ अलिअलि टिकटकहरू चाहिँ दोहोरी त पहिला मैले खास चाहिँ हेर्दिनँ थिएँ उहाँ भालेबाटै चिनिनु भयो भने मलाई थाहा थियो नि त म टिकटक हेर्थेँ त्यस्तो नौलो मान्नुपर्ने थिएन नि त त्यो विवाहको प्रस्ताव आउँदै गर्दा चाहिँ कति उत्साहित हुनुभयो कि के भन्ने हो भन्ने भयो कि के थियो त्यो परिस्थिति थोरै सम्झौँ न बिहाको प्रस्ताव आयो त्यसपछि चिन्जान भइहाल्यो 2 जना कुरा गरियो अनि घरतिर नि कुरा गरियो भयो अनि मिलाइहाल्नु भयो गयो उठाइयो ल्याइयो सक्यो ठिक छ अब यो व्यवसाय गर्दै गर्नुहुन्छ तपाईँ धेरै समय अझ धादिङमै बसेर होइन यो टिकटक मार्फत तपाईँले त्यहीँबाट गीतहरू गाउँदै त्यो एउटा भालेप्रतिको त तपाईँको लगाव होइन त्यसले तपाईँलाई यहाँसम्म पुर्यायो आज चाहिँ जस्तो म त्यो हेरिरहेको थिएँ त्यतिखेर तपाईँको त्यो व्यवसाय पनि थियो क्या कुखुरा पालन व्यवसाय पनि होइन मैले सामान्य एउटा गाउँमा लकडाउनमा बस्दाखेरि चाहिँ त्यही समयकै सदुपयोग गर्नु न खेतीपाती गर्दा के हो नि त भन्दा अब कुखुरा नि पालौँ आफूले काटेर खान घरमै हुन्छ भने 15-20वटा कुखुरा हालेको थिएँ 15-20मा 22-25वटा हालेको थिएँ त्यसबाट 2-4 बेच्यो पनि अनि अरू आफूले नि खाइयो कुनै स्यालले नि खाएँ के अरे वन कुखुराले केले खाएँ अनि त्यो गर्दाखेरि त्यसरी नै सिद्धिएर अनि फेरि लकडाउन खोलेपछि काठमाडौँ आइयो आफ्नो काम फेरि गरिराख्यो त्यसपछि चाहिँ दोहोरीमा छिरेको त्यो आमासँग पनि तपाईँले भिडियो बनाउनुहुन्थ्यो होइन बनाइन्छ घरतिर गाले आमासँग त्यतिखेर त्यो भालेले तपाईँलाई लखर्दै गर्दाखेरिका होइन त्यो अहिले चाहिँ त्यो बेलाका भिडियो हेरेर कतिको रमाइलो लिनुहुन्छ अहिले रमाइलो लाग्छ त्यतिखेर अब त्यसरी भाइरल होला भनेर बनाइएन कि रमाइलो हिसाबले कुखुरा त्यस्तो निस्केपछि अनौठो लाग्यो नि त त्यो हिसाबले बनाएर टिकटकमा हालिदिउँ न त सबैले हेरौँ न हालिदिएको हाल्दाखेरि राम्रै गयो राम्रै गयो त्यसले राम्रो गर्यो अहिले कहिले कहिले सम्झना आउँछ त्यो भालेको कहिले कहिले भन्दा प्रत्येक पलमा त्यही झोला झिकेसी सम्झिन्छ हरेक ठाउँ जहाँ त्यही सम्झिन्छ नि त्यो अहिले जस्तो यो व्यवसाय गर्दाखेरि चाहिँ घरमा तपाईँको मम्मीले के भन्नुभयो त भनिसक्यो आमालाई हिजो फोन गरेर भन्यो खुसी हुनुभएको थियो यसरी मैले पसल राखेँ आमा भने पैसा कहाँ ल्याइस् त भन्नुभयो अलिअलि थियो अलिअलि खोजेँ भने जिस्केँ एकछिन पैसा छ र भने भत्ता आएन अब हालिदिन्थेँ 4-5 हजार भन्नुभएको थियो अब यो व्यवसायमा घुमिँदै गर्दाखेरि होइन तपाईँ
एउटा आफ्नो स्थापित छवि बनाइसक्नु भएको छ लाइभ दोहोरीमा तपाईँका सहपाठी मित्रहरू होइन धेरै साथीहरू ब्याक टु ब्याक कार्यक्रममा विदेशतिर नि गइरहेका हामीले देखिरहेछौँ लाइभ दोहोरीबाटै आएका धेरै कलाकारहरूले विदेशमा साङ्गीतिक कार्यक्रम गरिरहनु भएको छ यो अवसर तपाईँलाई चाहिँ नजुर्या हो अलिक कता कतै फेरि अभागी भनौँ भने भाग्यमानी छु कुखुरा एउटा कुखुरा पाले भएर यहाँ आइपुग्यो भाग्यमानी छु भन्नु भने विदेशबाट भिजा दिँदैन कहिलेकाहीँ त्यस्तो भइरहेको अलिकति 1-2 ठाउँमा रिजेक्ट भयो अब कुनै समय दैवले एक दिन पुर्याउला नि भनिन्छ गरिरहने यो कर्म गरिराखेको छ त्यही नै छ यो तपाईँहरूको यो एउटा टिम छ क्या त्यो लाइभ दोहोरी गाउने पनि होइन यो टिम बाहेक तपाईँ बाहिर गएर दोहोरी चाहिँ गाउनुहुन्न क्या गाइन्छ किन नगाइन्छ जति आइरहेको त तपाईँले त्यही हेर्नुभयो होला त्यो भएर त्यही आइरहन्छ त्यही होइन हरेक स्टुडियोमा गाइएको छ हरेक ठाउँमा पुगेको छ तर तपाईँहरूको जुन टोली छ नि एउटा लाइभ दोहोरी गाउने जस्तो शिला दिदी होइन त्यो चाहिँ हाम्रो व्यक्तिगत युट्युब च्यानलहरूमा ग्रुपमा त्यसरी गर्छौँ अनि अन्त अरू संस्था यी नेपालमा गइन्छ अब गलबन्दीतिर अन्त तिर्सनातिर जाँदाखेरि गाइन्छ त्यसरी तपाईँलाई याद छ तपाईँलाई चाहिँ सबैभन्दा धेरै रुचाइएको तपाईँको लाइभ दोहोरी कुन हो पहिलो लाइभ दोहोरी नै राम्रो रुचाइएको थियो रेणुकासँग दोस्रो जेरी दिदीसँग आएको पनि राम्रो रुचाइएको थियो अनि त्यसपछि सुस्मिताकासँग ब्याक टु ब्याक 2-3टा राम्रो गयो पहिला सुस्मितासँग तपाईँको त नामै पनि झट्यो होइन झट्यो अनि त्यसपछि राम्रो चढेको थियो 3टै गीत मेरो भाउजूलाई चाहिँ कस्तो लाग्थ्यो सुस्मितासँग नाम जोड्दै गर्दा उहाँको होइन त्यो विवाहको टाइममा पनि अझ भिडियोहरू पनि त्यस्तै त्यस्तै आइरहँदाखेरि कस्तो लाग्यो तपाईँलाई के हो कि क्या हो भन्ने लागेन नै त्यस्तो लाग्थ्यो नि त गीतमा मात्रै सीमित हो भने थाहा थियो नि त थाहा थियो पहिले अब स्टुडियोमा भेटेर गीत गाइन्छ त्यहीँ स्टुडियोमै भेटेर त नि काहीँ रङ्गी हात पक्रियो होइन काहीँ लिएर घुम्न गयो होइन के होइन त्यो गीत गाएको गीत गाउँदा मेरो मात्रै होइन अरू थुप्रै काहीँ जोडी निस्किरहेको हुन्छ नि त बजारमा फलानु सर्वाधिक के भयो अरू पनि छन् धेरैका जोडीहरू सर्वाधिक फलानुको भइदियो हुन्थ्यो भन्ने रुचाउँदै छत्रसाईको भनौँ न त्यो बिहे भयो कतिको अनि त्यो हुन्छ कतिको हुँदैन आफ्नै पाटो हुन्छ त्यस्तो तर कहिले कहिले त्यो शङ्का गर्ने एउटा अलिकति लिएर कहिले कहिले शङ्काले यसो सोध्नु भयो कि भएन उहाँको मोबाइलहरू चेक गर्नु अहिले पनि त्यस्तो त भएन त्यो त बिहे गरेपछि अहिलेसम्म नै पनि कहिले यस्तो हुन्छ नि हरेक कुरा खुल्ला अब मोबाइलमा प्रायः बोल्दा लाउड नलाई कहिले पनि बोल्दैन जहाँ बोल्यो नि होइन टक्कै पनि बोल्ने आफ्नो हिसाबले सक्यो क्या काम त्यो गर्ने हो त्यो कुनै कुरा लुकाए छिपाए भनौँ न एउटा केही प्रमाण पाए त्यहाँबाट सधैँ शङ्का हुने मनमा डाउट हुने हो त्यस्तो केही पनि छैन आसन गलत बाटो गए पनि छैन जानेवाला पनि छैन त्यही चाहिँ ठिकै छ भाउजूलाई चाहिँ उहाँको सबैभन्दा मनपर्ने दोहोरी कुन चाहिँ थियो मलाई सबै नै मनपर्छ उहाँको यो भन्ने नै छैन यही भन्ने कण्ठ गरेर आउनु परेन अहिले तपाईँले सोच अहिले हेरिरहने चाहिँ यसो हेरिरहन मन लाग्ने खालको त्यस्तो कुनै नै त्यस्तो सबै राम्रै छ सबै हेरिरहन्छु म हजुर ठिक छ ल अब व्यवसाय गर्नु भएको छ यसको अझै सफलता मिल्दै जाओस् होइन यसका ब्रान्चहरू अझै धेरै खुलेको हामीले देख्न पाइयोस् होइन अन्तिममा केही छ दर्शकलाई भन्नुपर्ने अन्तिममा भन्नुपर्ने त्यही हो काठमाडौँ बस पार्क लोटसे मलको जेडबी 13 नम्बर पसल भिजिट गर्नु होला एकचोटि के कस्तो लाग्छ घुम्नुहोस् कपडा मनपर्छ लैजानुहोस् मन पर्दैन छोडेर जान पनि सक्नुहुनेछ भेटघाट हुन्छ चिन्जन हुन्छ भिजिट गर्नुहोस् रहेछ भन्ने हुन्छ अझ भालेसँग टिकटक बनाउनका लागि पनि टिकटक बनाउला केही छैन हजुर हुन्छ हजुरलाई व्यावसायिक जीवनको अझै धेरै शुभकामना भन्दै गीत एउटा सुन्न पाए धेरै खुसी हुन्थ्यो एकदमै गाह्रो अवस्था छ घाँटीको अलि समस्या बारे यही ट्रोल बनेर तपाईँको यो भाइरल हुन्छ फेरि त्यो नगरौँ व्यावसायिक जीवनको अझै सफलताको शुभकामना भन्दै समय दिनुभयो धेरै धेरै धन्यवाद दुवैजना हस् धन्यवाद है त